अहिले चाहिँ बिहानको 4:30 बजेको र ताराहरू बादलहरू चाहिँ केही लागेको छैन। मजाले घाम लाग्छ जस्तो र अब रेडी भएर हामी कपु डाँडातिर जान्छौँ। यो चाहिँ यस देखिरहेको चाहिँ सिक्लेस हो। कपु डाँडा चाहिँ यताबाट जान्छ। अब हामी यहाँबाट रेडी भएर कपु डाँडातिर जान्छौँ। सनराइज हेर्छौँ, भ्यू इन्जोय गर्छौँ र फर्किन्छौँ। ल जाम अब 1 आवर राइड कपु डाँडा। साँचो लगाऊँ केटा हो, साँचो लगाऊँ। ओ आइसै जमे खाने के सिट मात्रै हो भने अलिअलि चिज ल घोडा यता माथिबाट होला यार, कहाँ जान्ला? यताबाट होला जस्तो लाग्यो, हेर्नुपर्छ। ओ यही गाडी रहेछ जाने भने बिहानै। यहाँबाट एउटा गाडी चढ्छ अरे के चल्छ अरे क्या बिहान। यहीँबाट हो, यहीँबाट माथिबाट एउटा के अरे राइट टर्न छ। कर्फु डाँडा ओ यहाँबाट चाहिँ ओ क्या यहाँबाट रहेछ कर्फु डाँडा। बिस्तारै ओ त्यो सागर बिस्तारै त्यो जुत्ता लेफ्ट 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 काटेर आऊ ल। राइटबाट अलिक खाल्टो छ बाटो चाहिँ खतरा रहेछ, अलिक खतरै बाटो रहेछ। बिहान बिहान चिप्लिन्छ यो बाटोमा। ओ चिप्लिन्छ है, बिस्तारै आऊ त्यो ढुङ्गामा। ओ खतरा छ यार बाटो, होल्ड गर ल। भनेछ खतरा छ यार बाटोमा। यही बाटो हो नि हेर है, आउनुपर्छ यार उठाउनु त। यही बाटो रहेछ यार, खतरै बाटो रहेछ त यो। तर बिहान भएर नि यो चिप्लो भएको क्या। यता यता साइडै रोक, उता साइडै रोक, उता कर्नर च्याप चिप्ल्यो नि। आइज उचाल उता स्ट्यान्ड लगा त। छ छ छ छ छ ल पख यताबाट छैन कि ओइ लास्ट चिप्ले यार। होला जान्छ होला अब।
चिप्लो छ यार यहाँ चाहिँ सुनसान रहेछ यार केही लाइट साइट केही छैन 3टा बाइक 4जना मान्छे त्यति मात्र छ हामी गाह्रो छ अति गाह्रो छ है बिहान यो शीतले गर्दा पनि अति गाह्रो भइरहेछ ठाडो उकालो छ है केटा ग्याप अलि मेन्टेन गरौँ यार ठाडो उकालो रहेछ अलिकति राम्रो ठाउँ भयो चाहिँ सचिन अलिक माथि जाला अब रोक्नै मिल्दैन क्या ओए बाबा बिस्तारै ओए बिस्तारै लगाल्नुपर्छ बक ओए मा वाह यता राइट यता लेफ्टबाट जानुपर्छ यार रोकम आउनुपर्छ जाँदैन होला यार त्यो खाल्टामा गइसक्यो पख आए पख ज्याकेट फुकाल्नु पर्ला जस्तो भइसक्यो यार ल रेडी 1 2 3 गो या होल्ड खतरा अफ रोडिङ भयो यार ले यो लेफ्ट च्यापेर होइन यो राइटतिर जानुपर्छ नत्र गाह्रो छ यार सचिन तल आउँदै गर ल केही खानेकुरा ल्याएन हामीले खाल्टोमा परेमा पख ल रेडी 1 2 3 गाह्रो हो यार सोचेभन्दा धेरै गाह्रो रहेछ कस्तो चिप्ले आउँछ यहाँबाट यहाँ चिप्ले क्या लेफ्टबाट आइज भने त्यहाँ कस्तो ढुङ्गा छ 2 1 गो अझ 22 किलोमिटर छ यार अझ 22 ए 5 किलोमिटर 22 मिनट अझ घुम्ती छ अनि सजिलो छैन कि आधी बाटो त आएछ बल्ल घुम्तीवाला भोक लाग्यो के भयो मलाई चाहिँ तलकै अहिलेको स्पटमा बसेर भ्यू हेर्नु जस्तो लाग्यो केटा के गर्ने हुन्छ तिमीले आयो भने खन्ने हो नि होइन गाह्रो हुन्छ यार यो यसले पुज्ने फ्यालिदिने मलाई एउटा दिएला 15 के गर्ने त होइन जिउ चाहिँ बवाल देखिरहेछ कि तलै जान पनि सकिन्छ यार एकछिनमा पुगिहाल्छ के अनि
बाटो चाहिँ अलिक खत्तम भएको भएर हामी चाहिँ अहिले फर्क्यौँ बाइक जान लास्टै गाह्रो भयो बिहानै भएर शीतले पनि अलिक गाह्रै गऱ्यो भ्यू चाहिँ अहिले यस्तो बवाल देखिरहेछ यहाँ अलि राम्रो हो बाटो अलि तल एक दुईवटा घुम्नेपछि एकदम खत्तमै रहेछ बाटो झन् बिहान अँध्यारोमा केही नदिने लास्टै गाह्रो भयो हामीलाई बाइक 3 चोटि जति लड्यो यो ढुङ्गाहरू पनि त्यो अलि माटो लागेर शीत जमेर एकदम चिप्लो भएको छ अब अब दिउँसो इफ घाम लाग्यो भने चाहिँ अलि सुक्ला नत्र त गाह्रै छ यहाँ चढ्न बाइकहरू लुक एट द भ्यू गाइज बवाल छ भ्यू यहाँनिर अलिक गाह्रो यहाँनिर उकाल्न गाह्रो भएको थियो र यहीँ पल्टेको हाम्रो बाइक बाटो चाहिँ एकदम खत्तमै छ यो ठाउँ यस्तो चिप्लो छ कि यहाँ उकाल्न अति गाह्रो छ 3 जना चाहिएको थियो यो ठाउँमा र म यहीँ लडेको हो ओए मोबिल चुया रहेछ अलिअलि हाम्रो बाइकको त होइन होला है त्यहाँ पनि रहेछ यहाँ मेन बाटोमै अलिकति गाह्रो छ इन्ट्री पोइन्ट अहिले चाहिँ हामी फेरि होमस्टेमै जानु लाग्यो अब त्यहाँ गएर बिहानको ब्रेकफास्ट गरिन्छ र त्यहाँबाट हामी फेरि पोखरातिर गएर आज काठमाडौँ जाने कुरा छ ठाउँ चाहिँ अति बवाल लाग्यो मलाई फेरि आउँछु त्यहाँ जाने गरेर नै आउँछु योपालि चाहिँ जान सकेन अलिक आन्टी हामी जान्छौँ ल हुन्छ फेरि पनि आउने कहाँसम्म पुग्यो त कहाँसम्म आयो हामी पोखरा आएको अनि यही मात्र आउँदा कसरी म चाहिँ उभ्या बसिरहेको बेला बाई बाई हेलो होइन काठमाडौँ हुन्छ अङ्कल हजुर ऊ नेवार हो गुरुङ 2 जना लामजुङ ल अङ्कल गयो ल अहिले चाहिँ हामी तानदिङबाट निस्क्यौँ यहाँबाट नि हिमाल चाहिँ राम्रो देख्दो रहेछ तर हिजो हामी लगभग 5 बजीतिर आउँदा चाहिँ केही देखाएको थिएन सब त्यो बादल माथि हुसु थियो त्यसले छोपेको थियो र त्यस्तो रमाइलो चाहिँ थिएन आज चाहिँ बवाल हिमाल देखिरहेछ बाटै जाम भयो त मिल्न त बिस्तारै जानुपर्छ ओर्लेर गाडी अड्केछ
मिल्छ ल सचिन लाने हो बिस्तारै सकिन्छ भन्दैछु त जा त ल म यता बस्दिन्छु त हिँड्न त बिस्तारै हिँड्न आइज अलिक गिलो रहेछ आइज त आइज उता त च्यापै यहाँ तल आइज न भने आइज भने त आइज न म छु नि ल सिधा 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 ढुङ्गा छ घुम्छ के भएछ यहाँ के भएछ ल्याउ 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 आनी 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 अहिले त ठ्याक्क 9 बज्यो र हामी अहिले सचिनको घरमा छौँ सीतापाइला 9 बजे सीतापाइला पुग्यो अब लगभग 25 मिनटमा चाहिँ घर पुग्छु ल बाई 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 ओ ल बाई बाई